जुन अब माघे सङ्क्रान्ति आउँदैछ होइन, एकदम शिवलीको राम्रो जाँड हुन्छ। त्यसैले हामीले हेर्नु न शिवल तरुलको जाँड पकाएको। अब यो माघे सङ्क्रान्तिमा यस्तो मिठो गरेर खाने अरे हाम्रो पापाले। अब आफ्नो आफन्तलाई बोलाएर खुवाउने भन्नुभएको छ। त्यही भएर अहिले अब सिङ्गलेको सिजन पनि भइरहेछ होइन, त्यसैले हामीले बनाएको। अब हामी राईहरूले त्यसमा पनि चाम्लिङले चाहिँ हामी कोदोको जाँडमा सिङ्गले लाएर खान्छौँ है। राम्रो भइरहेछ। हाम्रो पापाले चाहिँ तुम्बा खानुहुन्छ क्या, 2 दिनमा ट्याक्कै 2 तुम्बा खानुहुन्छ, बिहान बेलुका। उहाँको तुम्बा हेर्नु न कस्तो राम्रो छ। बिर्को पनि लाउनु भएको छ क्या, भुस्नाले खान्छ भनेर होइन। एकदम पानी तताउनु भएको छ। यो चाहिँ अस्ति लडेर जुगाएर राख्नु भएको छ। अनि अब शिवलीको पनि चट्टै भएपछि चाहिँ उहाँले यसमा लगाएर खानुहुन्छ। म तपाईँहरूलाई भिडियो देखाउने छु। उहाँको जाँड अलरेडी 1 ड्रम छ। अनि हामी चाहिँ चाम्लिङ हो नि त, त्यही भएर पापाले चाहिँ लु है छोरी वासिङ पकाइदिए है, शिवलीको सिजनमा चाहिँ खानुपर्छ है, शिवले हालेको साह्रै मिठो हुन्छ भन्नुभएर। अनि ल त भनेर आज शनिबारको दिन बनाइदिएको। अब यो चट्टै भएपछि म तपाईँहरूलाई भिडियो सेयर गर्नेछु। अब यसमा मार्छ लगाउने बेला भइरहेछ, मार्छ लगाउने। यो मार्छ होइन कस्तो राम्रो छ कि, मिठो छ मार्छ होइन, राम्रो रहेछ। अब अलिकति लगाउने हो।